वैकल्पिक राजनैतिक शक्तिहरू एकजुट हुँदै जाने सम्भावनासँगै नेपाली कांग्रेस र नेकपा एमाले आगामी निर्वाचनमा आपसी गठबन्धन गरेर अघि बढ्ने विषयमा छलफल थालेका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ एउटै दल वा साझा राजनैतिक प्लेटफर्म बनाएर निर्वाचनमा सहभागी हुने तयारी अन्तिम चरणमा पुगेपछि ठूला दलहरू थप सतर्क बनेका छन्। यही राजनैतिक परिवेशमा कांग्रेस र एमाले राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै तहको निर्वाचनमा सहकारी गर्ने सम्भावना बारे आन्तरिक संवाद पनि थालेका छन्। वैकल्पिक शक्ति बलियो भनेर उदायमा त्यसको सामना गर्न अघोषित गठबन्धन मार्फत निर्वाचनमा जाने रणनीतिमा दुई दलबीच प्रारम्भिक छलफल भइरहेको स्रोतको दाबी छ। विशेष गरी निर्वाचन अघि वा चुनावी परिणामपछि सत्ता समीकरणलाई आफ्नो पक्षमा राख्न दुवै दलले विकल्प खुल्ला राख्न खोजेको देखिन्छ। तत्काल प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै उभिएका छन्। यसले दुई दलबीच न्यूनतम साझा एजेन्डामा सहमति बन्न सक्ने संकेत गरेको छ। यद्यपि औपचारिक निर्णय भने भइसकेको छैन, तर बदलिँदो राजनीतिक समीकरणले कांग्रेस एमाले सहकारीलाई असम्भव भने बनाएको छैन। 2079 सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलहरूसँग गठबन्धन गरेर चुनाव लडेको थियो भने एमाले राप्रपा सहित क्षेत्र केन्द्रित दलहरूसँग तालमेल गरेको थियो। उक्त निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ 57 र समानुपातिक तर्फ 32 गरी 89 सिट जितेको थियो। एमाले प्रत्यक्षमा 44 र समानुपातिकमा 34 गरी 78 सिट हात पारेको। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जा मन्त्री कुलमान घिसिङ बीच ललितपुरको जुवागलमा छलफल चलिरहेको छ। कुमार बेनको निवासमा भइरहेको यो भेटवार्तालाई वैकल्पिक राजनैतिक शक्तिको सम्भावित नयाँ ध्रुवीकरणका रूपमा पनि हेरिएको छ। उनीहरू निकट स्रोतका अनुसार बालेन र कुलमान बीच मिलेर अघि बढ्ने विषयमा करिब सहमति बनिसकेको छ, तर राष्ट्रिय स्वतन्त्र पार्टी राजसपासँगको त्रिपक्षीय समझदारी भने अझै टुङ्गोमा पुगेको छैन। बालेन र कुलमान बीच देश विकासलाई केन्द्रमा राखेर नयाँ राजनीतिक मोर्चा बनाउने विषयमा पहिलेदेखि नै संवाद हुँदै आइरहेको थियो। यही समीकरणमा राजसपालाई पनि समेट्ने प्रयास स्वरूप राजसपा सभापति रवि लामिछानेसँग पटक पटक भेटवार्ता पनि भइरहेको छ। तर मुख्य अडचन सांगठनिक संरचना र शक्ति बाँडफाँडमै केन्द्रित रहेको छ। यता राजसपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अघि सार्ने र पार्टीभित्र रवि लामिछाने पछिको वरियता दिने प्रस्ताव पनि गरेको थियो। साथै पार्टीको आधारभूत तहदेखि संगठन विस्तार भइसकेको र संसदीय अनुभव समेत हासिल गरिसकेको दावी गर्दै सांगठनिक स्टेकमा राजसपाको प्रमुख हिस्सेदारी हुनुपर्ने अडान राख्यो। तर बालेन पछि यसमा सहमत देखिएन। बालेन निकट स्रोतका अनुसार सीके राउत लगायतका अन्य दल तथा स्वतन्त्र धारका नेता कार्यकर्तालाई समेत समेटेर पार्टीलाई बृहत्तर बनाउने सोच भएकाले कुनै एक दल को सांगठनिक वर्चस्व स्वीकार्न कठिन भएको हो। यही कारणले राजसपा र बालेन बीचको छलफल सकारात्मक मोड लिन नसकेको बताइन्छ। शुक्रबार नै सहमति टुङ्ग्याउने भनिए पनि अन्तिम समयमा बालेन पक्षले कुलमान घिसिङलाई पनि सँगै अगाडि बढाउनु पर्ने अडान राखेपछि सहमति थप अनिश्चित बनेको थियो। सुरुमा बालेन र राजसपा बीच द्विपक्षीय समझदारी गरेर